फेरि विश्वास लागिरहेको थियो तपाईँ आउनुभयो होला हजुरलाई भेटेर हामीले अलिक पनि त्यस्तो लागिरहेको छ कुनै मान्छेले यसो सुन्यो भने बित्तिकै टेन्सनमा पसिहाल्छ ए भयो होइन त्यस्तो पनि हाम्रो नेपालको सबभन्दा मेगा स्टार उहाँ नै आज म बिहानै चाहिँ म आफ्नो आमालाई यो कुरा भन्दै थिएँ कि आज चाहिँ राजेश नानाको गर्दी अहिले आएको छ भने एउटै भन्दै थिएँ कि हात घरसँग चाहिँ भेट छ के त्यही पनि अहिले पनि विस्तार लागिरहेको छ कि हजुर चाहिँ रङ्गको विशेष गरी यहाँको यस्तो हुन्छ सर के त्यस्तो ठुलो मान्छेसँग कहाँ भेट्ने हो तिमी त्यतिकै झुटो बोल्छ यस्तो गर्छ फटा हो त्यो फटा कि भन्छ फटा त भनिदिन्छ नि हामीहरूको चाहिँ धेरै खुसीको दिन आज हेलो हम हरराम मिश्र ई वीर मार्फत कहना चाहै छी कि नेपाल के महानायक राजेश शासन जी प्राप्त कर रहा है होटल दरबार से कल के कार्यक्रम वैलेंटाइन डे के ऑफर दी उनका सब तरफ प्रचार किया बहुत निक लागल बहुत खुशी लागल हम वहाँ के कह रहा कि आगामी दिन के सब दिन वहाँ देखा होते रहे हम इसी यहाँ के मन से मान रहा छी और अपने सबसे शुभ ये कर चाहे छी सहयोग करू पासमान कतिजना मण्डलको पासमान माटो फिल्म खेल्ने थिएन कौन फिल्म माटो भाग्य नारायण फिल्ममा सबोटा इना की करूँ ना दादा के मोबाइल चेंज करूँ ना हमारा नहीं छोड़ते Jullie aan het